नमस्कार। दैनिकी संवादमा स्वागत छ। म माधव तिवारी। हामी आजको दैनिकी संवादमा नेपालको अर्थतन्त्र र पछिल्लो समय ब्याङ्कहरूमा जुन खालको तरलता बढेको छ यो विषयमा केन्द्रित रहेर विस्तृत रूपमा कुराकानी गर्नेछौँ। यसका निम्ति हामीले अर्थतन्त्रका जानकार ज्ञानेन्द्र अधिकारीलाई स्टुडियोमा निम्त्याएका छौँ। स्वागत छ सर। हजुर, धन्यवाद। नेपालको अर्थतन्त्र पछिल्लो समय चाहिँ एउटा परिस्थितिमा पुगेपछि अब देशै टाटै पल्टिन्छ कि भन्ने परिस्थितिबाट थोरै अलिकति राम्रो हुँदै गएको छ भन्ने केही सूचकाङ्कहरू हेर्दाखेरि त्यस्तो देखिन्छ। हामीले एज अ मिडिया पर्सन हेर्दाखेरि तपाईँले अर्थतन्त्रका विभिन्न सूचकहरूलाई पनि अझ माइक्रो लेभलमा गएर हेर्नुभएका कारणले कस्तो छ आजको दिनमा नेपालको अर्थतन्त्रको, जस्तो हाम्रो मान्छेको स्वास्थ्य भनाए जस्तै अर्थतन्त्रको चाहिँ स्वास्थ्य अवस्था कस्तो छ? अब वास्तवमा हाम्रो जुन देशको सिनारियो अर्थतन्त्र हामीले कुरा गर्दाखेरि अहिलेको अवस्थामा पोलिटिक्सलाई पनि छुटाउन नमिल्ने अवस्था छ कि हामीले किन आज अर्थतन्त्र अलिकति तलतिर गइरहेको छ अथवा हाम्रो इकोनोमी चाहिँ डिप्रेसनतिर गइरहेछ भन्दाखेरि हामी जेनजीको आन्दोलन एकैचोटि त्यति भयङ्कर आन्दोलन हाम्रो अर्थतन्त्रले पनि फेस गर्यो। त्यसले गर्दा के भयो भन्दाखेरि त्यो जेनजीको आन्दोलनमा निजी क्षेत्रहरूमा पनि अट्याक भएको अवस्था छ कि त्यसले गर्दा निजी क्षेत्रहरू अलिक धेरै निरुत्साहित भइरहेको अवस्था छ र अर्थतन्त्रका जुन मेरुदण्ड भनेर मानिएका ब्याङ्किङ सेक्टरहरू छन् अथवा एग्रिकल्चरको कुरा छ र त्यही सँगसँगै हाम्रो पर्यटनको कुरा छ। यो सेक्टरहरू पनि जे हाम्रो त्यो आन्दोलन पछाडि चाहिँ कता कता शिथिलतातिर गइरहेको छ कि र हामीले गर्ने के भन्दाखेरि संसारको जति पनि देशहरू छ उहाँहरूले अथवा देशहरूमा गर्ने के भन्दाखेरि आफूसँग भएको रिसोर्स जे हो त्यसैलाई बेच्ने त हो नि। एकदमै हैन। हामीले चाहिँ के गरिरहेछ भन्दाखेरि हाम्रो अर्थतन्त्रलाई कसरी हेऱ्यो भन्दाखेरि हामी बेच्न केही पनि चाहँदैनौँ हैन कि बेच्यो भने हाम्रोमा देशभक्तिको कुरा फेरि उठ्छ, हाम्रा राष्ट्रवादको कुरा उठ्छ फेरि त्यहाँनिर। त्यो भएर कोही पोलिटिसियनले पनि बोल्ड डिसिजन गर्न नसक्ने अवस्था छ। भएको कुरा नबेच्ने र हामीले अहिलेसम्म बेचिरहेको के भन्दाखेरि हामीले एज अ लेबरहरू मात्र के ह्युमन रिसोर्सेसहरू हैन उहाँहरूलाई बेचेर त्यसबाट हामी फरेन करेन्सी हामीले बिग्राइरहेको अवस्था छ र हामीले न एक्सपोर्ट गर्न सकेको अवस्था छ हैन। हामीले धेरै हाम्रा सामानहरू जस्तो एटलिस्ट एग्रिकल्चरल प्रडक्ट त हामीले गर्नुपर्ने थियो त्यो पनि गर्न नसकिरहेको अवस्था छ र समग्रमा हेर्दाखेरि चाहिँ कस्तो देखिन्छ भन्दाखेरि केही आशा पलाएको जस्तो पनि छ किनभने इन्फ्लेसन रेट अहिले खासै बढिरहेको अवस्था छैन। हामी लेस देन 3% भन्दा पनि कम अवस्थामा आइरहेको अवस्था छ र अरू केही इन्डिकेटर्स हेर्दाखेरि पोजिटिभ देखिन्छ। तर लगानी गर्नको लागि ब्याङ्कमा यति धेरै तरलता छ, कोही लगानी गर्न चाहिरहेको छैन, डराइरहेको छ, कन्फिडेन्स हामीले बढाउन सकिरहेको छैन हैन। यसरी हेर्दाखेरि एक्ज्याक्टली यही अवस्था भन्ने त छैन। तर म चाहिँ के चाहन्छु भन्दाखेरि यो फागुन 21 को इलेक्सन भयो भनेदेखि हामीले यसको एक्जाम्पल कहाँ लिन सकिन्छ भन्नुहुन्छ भने श्रीलङ्का र बङ्गलादेश यसका ज्वलन्त उदाहरणहरू हो। जसरी इलेक्सन पछाडि श्रीलङ्काले जुन तरिकाले रिभाइभ गर्यो इन टर्म्स अफ पोलिटिक्सदेखि लिएर इन टर्म्स अफ इकोनोमीदेखि लिएर जसरी रिभाइभ गरेको अवस्था छ, बङ्गलादेशले त्यही कुरा इलेक्सन नहुँदाखेरि त्यस्तो राम्रो इकोनोमी त्यस्तो राम्रो तरिकाले उसका सेक्टरहरू जस्तो तपाईँलाई फेब्रिकेटिङ इन्डस्ट्री छ नि कपडाहरूको जुन वर्ल्ड वाइड उसले एक्सपोर्ट गरिरहेको थियो त्यो लेभलको कन्ट्री आज झन् डाउनफल भइरहेछ। यो कस्तो भन्नुहुन्छ भने राजनीतिक अस्थिरताको कारणले गर्दाखेरि। यसरी हेर्दाखेरि हामीलाई इलेक्सन हाम्रो अर्थतन्त्रको लागि पनि राजनीतिको लागि पनि एकदम जरुरी छ। यसले हाम्रो देशलाई र अर्थतन्त्रलाई निकास पनि दिन्छ र यसले कन्फिडेन्स पनि निजी क्षेत्रलाई अगाडि बढाउँदै हाम्रो इकोनोमीलाई पनि हामीले कसरी सोच्नु पर्यो भी सेप रिकभरीमा हामी रिकभरी हुन्छ भनेर आशा गर्न सकिन्छ। नागरिकका हिसाबमा जस्तो नागरिकले त सामान्यतया अर्थतन्त्र बिग्रियो भन्ने सुन्यो भने हाम्रो त अर्थतन्त्र बिग्रेछ मात्रै भन्ने हुन्छ। यहाँ यो विषयको जानकार भएका कारणले अर्थतन्त्रका कुन कुन सूचक चाहिँ
बिग्रेका हुन् र कुन सूचक चाहिँ राम्रो अवस्थामा छ र बिग्रेका सूचकलाई चाहिँ सुधार्न के गर्न सकिन्छ भन्ने अलि नागरिकले नै बुझ्ने खालको भाषामा। अब यसलाई ठ्याक्कै भन्दाखेरि अर्थतन्त्र भन्ने बित्तिकै हामीले कसरी हेर्नुपर्छ भन्दाखेरि हाम्रा इकोनोमीले डिफाइन गरेका 3टा सेक्टर हुन्छ कि प्राइमरी सेक्टर, सेकेन्डरी सेक्टर र टर्सरी सेक्टर भन्छ। प्राइमरी सेक्टर भनेको एग्रिकल्चर कृषिजन्य सेक्टर भयो, अनि सेकेन्डरी सेक्टर भनेको चाहिँ म्यानुफ्याक्चरिङ उत्पादनमूलक क्षेत्रहरू भयो, र टर्सरी सेक्टर भनेको सर्भिस सेक्टरहरू हो कि हामीले हेर्ने मेन अर्थतन्त्रका मेरुदण्ड भनेको यही 3टा सेक्टरहरू हो। अब यसमा सर्भिस सेक्टरमा अब धेरै कुराहरू गर्न सकिने अवस्था छ हैन। अब तपाईँलाई हेर्नुहोस् प्राइमरी सेक्टर हामी कस्तो छ भन्दाखेरि सबसिस्टेन्स लेभलमा मात्र छ कि हामीले बाँच्नको लागि मात्र गरे अवस्था छ र कहिलेकाहीँ हाम्रा नीति निर्माताहरूले केही कुरा नबुझिदिँदाखेरि पनि प्राइमरी सेक्टर धराशायी भएको अवस्था छ। जस्तो उदाहरणको लागि तपाईँलाई के थियो भन्दाखेरि आलु र प्याजमा ट्याक्स लगाइएको छ कि कुनै बेलामा, अब यसमा डिस्प्युट भयो। यसले चाहिँ के गर्यो भन्दाखेरि जनताको भान्सामा यसले अट्याक गर्यो कि अब त्यो लगाउनु ठिक थियो कि थिएन, हामीले त्यसको इम्प्याक्ट एनालिसिसै गरेन, झट्टै सुन्यो ट्याक्स लगायो हामी महँगीमा पर्छ। तर रियालिटी के हो भन्नुहुन्छ भने त्यो ट्याक्स कहाँ लगाएको थियो भन्दाखेरि बाहिरबाट सब्सिडिजमा आउने प्रोडक्टहरूमा लगाएको थियो कि आलु र प्याज। त्यहाँ ट्याक्स लगाउँदा के हुन्थ्यो भन्दाखेरि नेपाली आलु र प्याजले पनि मार्केट पाउँथ्यो कि, किनभने उनीहरू महँगो हुन्थ्यो। अब यताको पनि मार्केट पाउँथ्यो। यसलाई हामी अर्थशास्त्रको भाषामा चाहिँ के भन्छ भन्दा काउन्टर भेलिङ ट्याक्स भन्छ। त्यो लगाउँदाखेरि र सुरुमा हामीलाई केही महँगो परे पनि केही 5-7 वर्ष 10 वर्ष पछाडि हामी त्यो सेक्टरमा हामी सस्टेन हुन सक्यो भनेदेखि त बाहिरबाट ल्याएको आलु र प्याज भन्दा हाम्रोमै बिस्तारै सस्तोमा पाउन थालिहाल्थ्यो नि। हामीले बुझेनौँ। फेरि अघिल्लो एकजना अर्थमन्त्रीले ट्याक्स लगाइदिनु भयो, उहाँले जनतालाई सजिलो होस् अथवा पपुलिस्ट बजेटको नाममा फेरि हटाइयो कि हामीले त्यसको इम्प्याक्ट एनालिसिस हेरेन। भनेपछि हामीलाई त्यो ट्याक्स हटाउनुको मिनिङ के भन्दाखेरि हामी झन् धेरै डिपेन्डेन्सीमा बढिरहेछ क्या अर्थतन्त्रको। कहिलेकाहीँ यही कुरा हेर्नुहोस् न, आखिरी ट्रम्प एडमिनिस्ट्रेसनले आज त्यही गरे होइन र, अनि हाम्रोमा गर्दा चाहिँ हामीलाई धेरै इन्फ्लेसनको मात्र कुरा गरेर हुन्छ, महँगीको मात्र हुन्छ। केही राम्रो हुनको लागि त 2 स्टेप अगाडि बढ्नलाई त 1 स्टेप पछाडि पनि सर्नु पऱ्यो नि। यो अवस्था छ प्राइमरी सेक्टरको। हेर्नुहोस् सेकेन्डरी सेक्टरको कुरा गर्नुहुन्छ भने उत्पादनमूलक क्षेत्रमा हामी चारतिरबाट अट्याक गर्यो। एउटा आन्दोलनको नाममा हामीले निजी क्षेत्रको मनोबलदेखि लिएर उनीहरूका सबै सेक्टरहरू नै जलायो। त्यसमा कतिजनाले बेरोजगार भयो होला, कति के हुँदैछ त्यसको हामीले कुनै लेखाजोखा गरेका छैन। हेर्नुहोस् र उत्पादनको क्षेत्रमा हेर्ने हो भने अब त्यो कारणले गर्दा नयाँ मान्छे आउन सकिरहेको अवस्था छैन। र अर्को भन्नमा त अब एक्ज्याक्ट डेटा त यसमा आउने कुरा भएन। जेनजी पछाडि धेरैभन्दा धेरै हाम्रो क्यापिटल फ्लाइटहरू भइरहेको छ, एकदम धेरै पैसा बाहिर गइरहेको अवस्था छ। यस कुराको लेखाजोखा कसले गर्ने? जब धेरै क्यापिटल फ्लाइट हुन्छ तब के हुन्छ भन्दाखेरि हाम्रो उत्पादन गरेर पनि के काम छ? हामीलाई त सुरुदेखि नै यस्तो पढाइयो कि पपुलेसन कन्ट्रोल गर्नुपर्छ, पपुलेसन कम भयो भने राम्रो होइन, 2 सन्तान ईश्वरका वरदान। हामीलाई यसरी पढाउँदै जाँदाखेरि के भयो भन्नुहुन्छ भने आज हाम्रो ग्रोथ रेट लेस देन 1% छ पपुलेसन ग्रोथ रेट। पपुलेसन भनेको एउटा बिन्दुमा पुगेर यसको पनि रिभ्यू हुनुपर्थ्यो, त्यो पनि भएन। तर नहुँदाखेरिको अवस्था के भयो भन्दाखेरि अबको तपाईँ 2टा जेनेरेसन पछाडि हेर्नुहोस् न, हाम्रो राष्ट्रवाद कहाँ पुग्छ? हाम्रा सन्तानहरू नि नेपाल भन्ने थियो अरे भन्ने अवस्थामा आइपुग्छ। अब यहाँ को हुन्छ, कसले चलाउँछ, कसरी के भइरहेछ हामीले त्यसलाई हेरेनौँ। दोस्रो कुरा हाम्रो समाजको पर्सपेक्टिभ पनि के, कुनै एकजनाले मेहनत गरेर बिजनेसको एकदम ठुलो एम्पायर खडा गरेछ, तर उसको छोराले के गर्यो भन्दाखेरि मेडिकल पढ्यो विदेश गएको छ। सपोज मोमो पसलले चलाइरहेछ, ठुलो चलाएको छ, अब त्यो छोराले आएर त्यो मोमो पसल चलाइदिँदैन कि होइन। त्यो अवस्थाहरू चाहिँ भइरहेको छ बिजनेसमा। अब सर्भिस सेक्टरको कुरा गर्नुहुन्छ भनेदेखि हाम्रो अलिकति देखेको पोजिटिभ सर्भिस सेक्टर हो। जिडिपीमा 60% लगभग हाराहारीमा सर्भिस सेक्टरको कन्ट्रिब्युसन छ। भनेपछि
अब नर्मली एउटा अर्थतन्त्रको ट्रेन चाहिँ के हुन्थ्यो भन्दाखेरि एग्रिकल्चरबाट म्यानुफ्याक्चरिङबाट सर्भिसमा जानुपर्ने हो, तर हामी स्किप गरेको बिचको सेक्टर नै र हामी एकैचोटि सर्भिसमा गयो। यो चाहिँ कस्तो भने सस्टेनेबल चाहिँ हुँदैन यसमा वास्तवमा। भनेको हाम्रो पोलिसीकै समस्या हो। पोलिसीकै एकदमै धेरै समस्या देखिन्छ कि यसमा। पोलिसीको पनि समस्या। हामीले के गर्यो भन्दाखेरि जुन तरिकाले उत्पादनको लागि इन्फ्रास्ट्रक्चरको कुराहरू, जुन तरिकाले, किनभने उत्पादन भनेको चाहिँ हामीले कसरी सोच्नुपर्छ भन्दाखेरि एउटा हामी एक्सपोर्ट गर्नको लागि भएन भने पनि इम्पोर्टलाई सब्स्टिट्युट त गर्न सकिन्छ नि। हामीले त्यसको लागि पनि कुनै पोलिसिजहरू बनाएनौँ। हामीले गाह्रो बनायो कि यसमा। अनि जति पनि पोलिसीहरू त बन्यो, तर कर्मचारीहरूलाई चाहिँ काहीँ कतैबाट चाहिँ तपाईँको चाहिँ कमिसन उठाउने, घुस खाने एउटा त्यस्तो खालका मात्रै देखिन्छ धेरै जस्तो ठाउँमा। फेरि त्यो कर्मचारी नै ब्युरोक्रेसी नै हाबी हुँदो रहेछ। त्यस्तो खालको पोलिसीहरू चाहिँ तपाईँको त्यो मेकिङदेखि लिएर इम्प्लिमेन्टेसनसम्म सबै कुरामा उहाँहरूले बनाउने कुरामा धेरै हुन्छ। अनि उहाँहरूले बनाइसकेपछि के भयो भन्दाखेरि उहाँहरूको मेन्टालिटी जसरी हुन्छ घुमेर आफैसँग ठोक्किराख्नुपर्ने कि हो, यो खालका पोलिसिजहरू चाहिँ घुमाइ फिराइ राखिदिने। जस्तो हाम्रो फरेन इन्भेस्टमेन्टको लागि हामीले वान विन्डो पोलिसी पनि त नबनाएको होइन नि, बनाएको छ नि। तर कतिजनासँग फेरि पर्मिसन लिनुपर्ने हेर्नुहोस्। लगानी बोर्डले मात्र हेरेर भएन, पैसा ल्याउनको लागि राष्ट्र ब्याङ्कको पर्मिसनदेखि लिएर वान विन्डोले देखि बाहेक पनि अरू सेक्टर यति धेरै दुःख दिएको छ कि हामीले। अब जति उनीहरूले इन्भेस्टमेन्टको लागि ल्याउँछु भनेको थियो त्यसको थोरै, जस्तो एकजना यो के भन्छ एफटिआईको एक्सपर्टले नि, उहाँ चाहिँ एउटा फरेन एक्सपर्ट हुनुहुन्थ्यो। उहाँले के भन्नुहुन्थ्यो, नेपालमा चाहिँ यक्स अमाउन्टको चाहिँ लिएर आउन खोज्या, लास्टमा स्मल ए अमाउन्टको चाहिँ इन्भेस्टमेन्ट आइपुग्छ कि। यो ड्यु टु के हो भन्दाखेरि यसको मेन रिजन भनेको ब्युरोक्रेट्सहरूको झमेला नै हो कि यसको भनेको। त्यो कुरा हामीले हटाउन सकेका छैन। अनि सुरुमै हामी इन्भेस्टमेन्ट गर्नलाई एफडिआईको लागि हामी के सोध्छ भन्नुहुन्छ भनेदेखि हामीलाई चाहिँ त्यो सम्पत्ति शुद्धिकरणको नाममा सबै कुरा सुरुमै भेरिफाई गर्नुपर्छ। यही कुरा इन्डियामा के गर्छ, सम्पत्ति शुद्धिकरणको नाममा उसले सुरुमा केही भेरिफाई गर्दैन, लिएर आऊ सुरु गर। तर हाम्रो यो टर्म्स एन्ड कन्डिसन उहाँ पनि सम्पत्ति शुद्धिकरण त छ, यदि त्यो कन्डिसनभित्र तिमी परेन भने तिम्रो प्रपर्टी नेसनलाइज हुन्छ। उनीहरू आउन दिन्छ र पछि प्रोसेस गर्छ, हामी आउनै रोकिदिन्छ कि। हाम्रो पोलिसीको डिफ्रेन्स यहाँनिर छ। यति सजिलो हुँदाहुँदै त इन्डियामा अहिले यति धेरै लगानीकर्ताहरू कि त्यहाँको उद्यमीहरू मिलेनियर होइन बिलियनियरहरू देश छोडेर गइरहेको अवस्था छ। एउटा सानो ट्याक्समा आएको चेन्जेसले गर्दा मित्तल फ्यामिली युके छोडेर गएको अवस्था छ हेर्नुहोस्। अनि हाम्रोमा ट्याक्सको रुल्स अर्थमन्त्री आएपछि चेन्ज हुने, अनि हाम्रा जुन पोलिसिजहरू मान्छे पछि चेन्ज हुने। वास्तवमा के छ भन्दा यो गएको बजेटमा त एउटा कर्मचारीले चाहिँ तपाईँको चाहिँ पुरै बजेटपछि पनि करको दर हेरफेर गरिदिरहेको एउटा कर्मचारीले नै। ल हेर्नुहोस्, अब भन्न खोजा हामीसँग ट्याक्सको अथवा इन्भेस्टमेन्टका पोलिसिजहरू नै ठेगान छैन भनेपछि कसरी आउन सक्छ त उनीहरू लगानी गर्न। यहाँले भनिसकेको कुरामा म दुईवटामा आएँ। एउटा चाहिँ हामीले जुन मनी लान्ड्रिङको कुरा गर्दाखेरि हुन त यहाँले एफडिआईको सन्दर्भ गर्नुभयो। अस्ति एउटा ब्याङ्कमा गएको थिएँ म खाता अपडेट गर्नु पऱ्यो भन्नका लागि। अनि त्यहाँ चाहिँ म अमेरिकन नागरिक होइन भनेर चाहिँ तपाईँको चाहिँ हस्ताक्षर गर्नुपर्ने रहेछ। किन यस्तो भएको? किन अरू धेरै कन्ट्री छ नि त, म बेलायती पनि नागरिक होइन भनेर पनि त गर्नुपर्ने होला खासमा होइन। कुनै एउटा स्पेसिफिक कन्ट्रीलाई लिएर चाहिँ म अमेरिकन नागरिक होइन भनेर मैले चाहिँ मेरो खाता चाहिँ अपडेट गर्नुपर्ने यो के को कारणले हो? अब हामी अहिले ग्रे लिस्टमा छौँ, त्यो तपाईँलाई थाहा छ क्लियरली। हामी पहिला पनि थियो 2009देखि 2014सम्म पनि थियो। आज ग्रे लिस्टमा को छ त तपाईँले लिस्ट हेर्नुहोस् त, 18वटा गरिब देशहरू छ कि। कुन चाहिँ धनी देश तपाईँ ग्रे लिस्टमा परेको देखाउनुहोस् त ल। त्यसको मतलब के उहाँहरू एकदमै क्लियर हो त। ब्ल्याक लिस्टमा को छ 3टा देशहरू छ। उनीहरूलाई पोलिटिकल्ली
एउटा आइसोलेटेड बनाइएको कन्ट्रीहरू मात्रै छ कि लाइक इरान नर्थ कोरिया यस्तोहरू ब्ल्याक लिस्टमा छ अर्को म्यानमार छ अनि 18वटा तपाईँ देशको लिस्ट हेर्नुभयो भने अलिकति तपाईँले नाम सुन्याएर अलिकति इकोनोमिक राम्रो भएको भने नेपाल नै हो कि भियतनामै हो कि त्योदेखि बाहेक सबै छ भन्नुहोस् कि यदि तपाईँले यसको बारेमा यो जसले ग्रे लिस्ट बनाउने जुन संस्था छ उनीहरूको बारेमा हेर्नुभयो भने उनीहरूको स्टडीले पनि के भन्छ भन्दाखेरि अमेरिकालाई पनि जुन सेल कर्पोरेसन SEL सेल भन्छ त्यो सेल कर्पोरेसनको केसमा हेर्ने भने अमेरिकालाई पनि ब्ल्याक लिस्ट गर्नुपर्ने हो कि तर उसलाई केही पनि भन्न सक्दैन क्या हेर्नुहोस् आजको दिनमा त्यस्तोमा हाम्रो जस्तो कन्ट्रीहरूले आवाज उठाउन मिल्दैन अब कसरी उठाउने भन्नुहोस् न ल अब त्यो सिस्टम नै यसरी चलिसक्यो कि हामीलाई तपाईँलाई अमेरिकाको अगेन्स्टमा हामी बोल्न सक्छौँ र हामीसँग भएको डलर चाहिँ डिमोनिटाइज गरिदियो भने हामी के गर्ने भोलिदेखि होइन र पहिला कुरा अमेरिकाको अगेन्स्टमा जाँदाखेरि कसको के भइरहेछ जिम्बाब्वेको हालत कस्तो भयो 2015-16मा उनीहरूको त इन्फ्लेसन रेट कहाँबाट कहाँ पुगेको थियो होइन भेनेजुएलाको हालत कस्तो भइरहेछ हामी जस्तो सानो देशहरूको भनेपछि त्यो हामीले गर्न सक्ने अवस्था छैन मैले ठ्याक्कै अझै म त्यसमा गएर सोध्न चाहेँ जस्तो भनेको ठ्याक्कै त्यो स्पेसिफिक ब्याङ्कहरूले भनेको त्यो अब राष्ट्र ब्याङ्ककै निर्देशन होला सायद होइन म अमेरिकन नागरिक होइन भनेर मात्रै चाहिँ किन भनेको अर्को देशको पनि त गर्नुपर्ने हुनसक्थ्यो होला नि त त्यसो गर्दाखेरि त हामीले किन त्यसो गरिराखेका छौँ भन्न खोजेको मैले किन हाम्रा चाहिँ तपाईँको चाहिँ करोड भइसकेका छन् ब्याङ्कका चाहिँ तपाईँको खातावालाहरू भनेको हामीलाई त्यो मार्फत चाहिँ किन अमेरिका नै पढाइराखेको छ अब मैले इन्डाइरेक्टली त आन्सर दिन खोजेँ मैले तपाईँलाई होइन म डाइरेक्ट नागरिकले बुझ्ने भाषामा त्यो नागरिकले चाहिँ जो ग्राहक हो ब्याङ्कको मैले चाहिँ यहाँलाई भने मैले म अस्ति प्राइम कमर्सियल ब्याङ्कको चाहिँ खाता अपडेटका लागि गएको थिएँ र त्यहाँ एउटा KYC फर्म भर्नलाई मलाई लगायो र त्यो फर्ममा चाहिँ म नागरिक हो अमेरिकन नागरिक होइन भनेर चाहिँ त्यहाँ हस्ताक्षर गरेर आएँ मैले टिक लगाएर अर्को यसको लागि म तपाईँलाई फेरि पनि के भन्न चाहन्छु भन्दाखेरि तपाईँले हाम्रो कुनै करेन्सिजहरू हेर्नुभएको छ नोट्सहरू हेर्नुभएको छ नि पैसामा हामीले एउटा कुरा लेखेका हुन्छ कि त्यहाँ यसको जमानत प्राप्त भुक्तान माग्न आएमा तुरुन्त दिइनेछ भनेर लेखेका हुन्छ यसको मिनिङ के भन्दाखेरि यो भनेको मतलब यो पैसामा मलाई यदि विश्वास छैन भने मैले सुन पाउँछु भन्ने हो कि होइन त्यो त तपाईँलाई थाहा छँदैछ तर संसारको जति पनि पैसाहरू छ सबैमा केही न केही ब्याक्ड बाई गोल्ड एन्ड सिल्भर हुन्छ तर मात्र अमेरिकन करेन्सी US डलरमा हुँदैन कि फेरि हेर्नुहोस् किन अरे भन्दाखेरि किन नगरे भन्दाखेरि उहाँहरूले आफूलाई वी आर गोल्ड भन्ने गरेको छ कि भनेपछि US सिटिजन भने चाहिँ डिफ्रेन्ट हो कि देन अदर सिटिजन त्यही भएर उहाँहरूको लागि जुनसुकै कन्ट्रीमा पनि स्पेसल ट्रिटमेन्ट स्पेसल यो भन्नु खोजेको इन्डाइरेक्टली अब तपाईँ एउटा बुक पढ्नुभयो भनेदेखि नोबल युवा हरारीले लेखा एउटा बुक छ 21 लेसन्स फर 21st सेन्चुरी भन्ने एउटा बुक छ कि त्यो पढ्नुहोस् जियो पोलिटिक्सको बारेमा त्यसले पनि केही कुराहरू राख्नु खोजेको छ जस्तो हामी ग्लोबलाइजेसनको कुरा गर्छ लिबरलाइजेसनको कुरा गर्छ यो लिबरलाइजेसन पोलिसिज किन बनाएको त हामी त्यसैमा खुसी भइरहेछ हामी यही लिबरलाइजेसन पोलिसीले गर्दा आज हामीले यति धेरै इम्प्लोइमेन्ट होइन रोजगारी पाएको छ पोजिटिभ कुरा धेरै छ तर यो किन सुरु भयो ग्लोबलाइजेसन किन सुरु गर्यो भन्दाखेरि यो इन्डाइरेक्ट कोलोनाइजेसन हो कि र त्यो बुकमा त डाइरेक्टली के एउटा लाइन मेन्सन गरेको छ भन्दाखेरि फर्स्ट एरा अफ लिबरलाइजेसन भनेको सुरुको लिबरलाइजेसनको एरा भनेको चाहिँ फर्स्ट वर्ल्ड वारमा रगतले नुहाएर समाप्त भएको छ भन्छ कि उसले यो लाइन लेखाएको छ भन्न खोजेपछि हामी प्रत्येक कुरामा यहाँ जियो पोलिटिक्स हुन्छ प्रत्येक कुरा हामीले कसरी बुझ्नुपर्ने हुन्छ भन्दाखेरि जुन तपाईँले जे कुरा देखिराख्नु भएको छ जुन कुरा हेरिराख्नु भएको छ काहीँ न काहीँ गाइडेड छ कि जस्तो नेपालको तपाईँले भन्नुभयो राष्ट्र ब्याङ्कको कुराहरू गर्नुभयो वास्तवमा के जति पनि ब्याङ्किङ एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्सलाई
जुन रुल्स एन्ड रेगुलेसन गर्ने काम राष्ट्र ब्याङ्कले अनेस्टली इन्डिपेन्डेन्टली गरेछ त छैन। हामी त छैन नि त आजको अवस्थामा। कसैले उसलाई भनेको कुरा उसले त डेलिभर मात्र गरे हो नि। राष्ट्र ब्याङ्कले राम्रोसँग गाइड गरेर राख्यो भने त तपाईँको ब्याङ्क तथा वित्तीय संस्थाहरू चाहिँ तपाईँको चाहिँ धराशायी भएर एकैचोटि चाहिँ त्यो दुर्घटनामा पर्ने परिस्थिति त हुँदैन। मैले त्यो मात्र पनि भन्न खोजेँ होइन, राष्ट्र ब्याङ्कलाई पनि कसैले गाइडेड गर्छ कि त्यो चाहिँ कस्तो भन्नुहुन्छ भने ब्याङ्कहरूको माइक्रो म्यानेजमेन्ट उनीहरूले हेरिरहेछ कि इन्डाइरेक्टली नेपाल सरकारभन्दा बाहिरको मैले भन्न खोजेँ त्यहाँनिर हेर्नुहोस् त्यस्ता इन्स्टिट्युसन्सहरू छ नि जसले हामीलाई इन्डाइरेक्टली कोलोनाइज गरिरहेको छ कि होइन। भनेको हामी त कोसँग रेस्पोन्सिबल हुन्छ कमर्सियल ब्याङ्क र जस्तो हामी 2010मा हामीसित लगभग 210वटा ब्याङ्कहरू थियो, आज आएर हामी 110को हाराहारीमा छौँ। तर त्यसको मतलब इम्प्लोइमेन्ट त बढाएको छ, किन भन्दाखेरि 2010मा हामीसित लगभग 55वटा मात्र यो ब्याङ्कहरूको 5500 जति ब्रान्चेस थियो भने आज हामीसित 11,000 ब्रान्चेस छ, शाखाहरू छ। भनेको इम्प्लोइमेन्ट त बढाएको छ। तर जति पनि डिसिजनहरू गरेछ हाम्रो इकोनोमी डाउनफल कहाँबाट सुरु भयो भन्दाखेरि इन्टरनेसनल्ली इन्ट्रेस्ट रेट बढेको हुनाले गर्दा कोभिड पछाडि हेर्नु है तपाईँलाई, इन्टरनेसनल्ली इन्ट्रेस्ट रेट बढ्यो भनेर हाम्रोमा जबरजस्ती इन्ट्रेस्ट रेट बढाइयो कि हामीले, त्यो कसैको गाइडेडमा बढाइयो कि हाम्रो लागि त्यो बेलामा बढाउनु पर्ने अवस्था थिएन। हाम्रो राष्ट्र ब्याङ्कको पोलिसी अल्टिमेटली हामी माथि हाम्रा चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाहरूमाथि चाहिँ त्यो राष्ट्र ब्याङ्कले विभिन्न नाममा जुन खालका पोलिसीहरू चाहिँ कडाइ गर्यो, कहिले चाहिँ खुकुलो गर्यो भनेर हामीले जसरी भनिराखेका हुन्छौँ, उसलाई पनि कहीँबाट गाइडेड भएर त्यसपछि त्यस्तो खालको पोलिसी उसले इम्प्लिमेन्ट गराउँछ भनौँ। इन्डाइरेक्टली आइएमएफले गर्छ कि सर, अब नामै भन्दाखेरि होइन र आइएमएफको डाइरेक्ट रेगुलेसनमा यहाँ हामीसँग भइरहेको हुन्छ। त्यसमा पनि कुनै आइएमएफ कन्ट्री डाइरेक्टर कसैले माइक्रो म्यानेजमेन्ट हेर्नुभएको छ, कोही लिबरल पनि हुनुहुन्छ होइन। योभन्दा अगाडिको कन्ट्री डाइरेक्टरलाई त हाम्रो जे बिजनेस हाउसेसका राम्रा मान्छेहरूले नि गन्ने मान्ने भनौँ न, हामीले बुझ्दाखेरि उहाँहरूले नि डाइरेक्टली तपाईँहरूको लोन बरु हामी तिर्दिन्छौँ तर यो लेभलको इन्टरभेन्सन नगर्नुहोस् भनेर उहाँको अगाडि बोलेको अवस्था छ। भन्नु खोजा त इन्टरभेन्सन यो भने कोलोनाइजेसनको कुराहरू। र तपाईँलाई अर्को इन्ट्रेस्टिङ के हुन्छ भन्नुहुन्छ भने वर्ल्डमै पनि के आइएमएफ चिफ भनेको जहिले पनि युरोपियन सिटिजन मात्रै हुन्छ र वर्ल्ड ब्याङ्कको चिफ जहिले पनि अहिलेसम्म हेर्नुहोस् त्यो भने युएस सिटिजन मात्रै हुन्छ कि। र अरू पनि कुराहरू र माथि आउने जुन त्यहाँको हाई पोजिसनिङ भएको मान्छेहरू हुन्छ नि, हाई लेभल हामी आइएमएफको इकोनोमिस्टहरू भन्छ, वर्ल्ड ब्याङ्क इकोनोमिस्टहरू भन्छ, उहाँहरू पछि हायर हुने पनि आफ्नो कन्ट्रीमा एउटा पोजिसन बनाउने र त्यहाँबाट जम्प गर्ने हो कि। यसका थुप्रै इक्जाम्पलहरू छ। गीता गोपीनाथको कुराहरू हेर्नुहोस्, उहाँ पनि पहिला फर्मर इन्डियाको के भन्छ चिफ सेक्रेटरी हो होइन। अर्को मेहबुब उल हकको कुराहरू भयो होइन। उहाँहरू त्यसरी पोजिसनिङ गर्दै जाने हो। सायद नेपालमा पनि सर्टेन हामीले देखिरहेका मान्ने मान्छेहरू पनि त्यही तरिकाले नेपालमा पोलिटिक्स गरिरहनु भएको अवस्था पनि छ। म अर्कोमा यसमा थपेँ, जस्तो यो जुन हामी ग्रे लिस्टको कुरा छ, हामीलाई उनीहरूले यसरी ग्रे लिस्टमा चाहिँ राखिराख्न चाहिँ किन चाहेको छ यो? किन हाम्रो अर्थतन्त्रका सूचकहरू सबै बिग्रिया पनि छैनन्, हामीले हेर्दाखेरि हाम्रो स्वस्थ छ, ठिकै छ, राम्रै छ। त्यसको लागि धम्काइराखेको छ उनीहरूले, जस्तो त्यो उड्डयन क्षेत्रको आइकाओले चाहिँ धम्काए जस्तो होइन, तिमीहरूलाई कालो सूचीमा राख्छौँ भनेर चाहिँ गरे जस्तै। अब तपाईँलाई म एउटा कुरा भन्छु, 2009देखि 14मा आएर हामी 14मा किन ग्रे लिस्टबाट हट्या होइन र? हामीले केही दुई चारवटा उनीहरूले भनेका पोलिसी बनाइदियो, उनीहरूको केही इन्ट्रेस्टका काम गर्ने बित्तिकै हामी हट्ने हो कि। नत्र भने त हाम्रो इकोनोमी त हामी 100% ट्रान्सपारेन्ट त हुनै सक्दैन नि। जबकि राष्ट्र ब्याङ्कले एउटा रिपोर्टमै भनेको छ कि मोर देन 40% इकोनोमी त हाम्रो इन्फर्मल सेक्टर इकोनोमी छ। आज राष्ट्र ब्याङ्कले 5 लाखभन्दा बढीको रिपोर्ट मागिरहेछ। सोच्नुहोस् यो अवस्थामा छ कि हामी कसरी माथि आउन सक्छ? यसले त झन् धेरै हामीलाई क्यापिटल फ्लाइटतिर डोर्याएको होइन र? यो अवस्थामा छ कि हेर्नुहोस्। र अल्टिमेटली उहाँहरू आफ्नो इन्ट्रेस्ट लाद्न चाहनुहुन्छ कि हामीलाई त कस्तो चाहियो? तपाईँ यो मात्र सेक्टर हेर्ने भनेको त यो त हाम्रो देशका चाहिँ
राष्ट्रवादी नेताहरू जो चाहिँ हामी चाहिँ भयङ्कर राष्ट्रवादी हौँ भन्छन् के गरेर जस्तो नारा लगाइराखेका हुन्छन् जनतालाई भ्रममा पारिराखेका हुन्छन् नि त अर्थतन्त्रसँग सम्बन्धित कुरामा त उहाँहरूको राष्ट्रवाद कहीँ नै देखिँदैन रहेछ त्यसो हुँदा तपाईँ आज हेर्नुहोस् न सबै पोलिटिकल पार्टिजहरू जो नयाँ भन्छ उनीहरूमा हेर्नुहोस् त कसले चाहिँ यो मान्छे यो सेक्टरको एक्सपर्ट हो भनेर आज समानुपातिक सूचीमा नाम राखेको छ ल हेर्नुहोस् त कसै राखेछ को मान्छे सोसल मिडियामा भाइरल छ को मान्छे बिजनेसम्यानको सँग रिलेटेड मान्छेहरू छ को मान्छे के पैसा दिन सक्छ हाम्रो तपाईँ एकपल्ट किसुनजीले होला कि गणेशमान सिंहले हो उहाँ मैले नाम त ठ्याक्कै बिर्सेँ कसले उहाँहरू दुईजना मध्ये एकजनाले भने हो कि जस्तो जनता हुन्छ त्यस्तै लेभलको नेता आउने हो कि चाहिँ सुरुमा बिग्रेको जनतामै छ कि कुरा गणेशमानजीले मैले त्यो उहाँहरू एकजनाले भने हो मैले ठ्याक्कै बिर्सेर मात्र भने किन उहाँले त्यो कुरा भन्नुभयो आजको दिनमा हेर्नुहोस् पैसा नभएको मान्छेलाई पार्टीले टिकट दिँदैन यदि बाइ द वे पार्टीले टिकट दिइहाल्यो भने जनताले भोट हाल्दैन कि फेरि भनेपछि पार्टीलाई पनि विश्वासमा दिलाउनलाई जनतालाई पनि विश्वासमा दिलाउनलाई पैसा चाहिन्छ कि अनि हाम्रोमा मैले धेरै ठाउँमा कुरा गरेको थिएँ हाम्रोमा वास्तवमा पार्टीले पाउने डोनेसन ब्याङ्किङ सिस्टमबाट लिऊँ न चन्दा जसले दिन्छ रसिद काटेर दिउँ कि लिन पाओस् कतिसम्मको लिमिटेसन बरु दिउँ ठुलै अमाउन्ट तर हामीले ट्रान्सपारेन्सी यहाँ गरौँ कि जबसम्म यो काम हुँदैन तबसम्म त वास्तवमा हामीलाई त जहिले पनि जुन हामीलाई ग्रे लिस्टमा राख्ने जुन संस्था छ यसले त जहिले पनि हामीलाई राखिराख्न सक्छ नि उसका अन्य स्वार्थहरू पुरा नहुँदासम्म त्यसै गरी टर्चर दिइराख्ने हो किनभने पार्टी चलाउने काम नै आफैमा के हुने भयो भन्दाखेरि त ट्रान्सपारेन्ट वेमा हुने भएन कि कोही व्यापारीले प्रत्येक इभेन्ट्सको स्पोन्सर गरिदिनु पर्यो के होइन भनेदेखि नेताहरूले करप्सन गरेर पैसा घरमा थुपार्यो त्यो पनि ट्रान्सपारेन्ट भएन फलानु पार्टीको चाहिँ केन्द्रीय कमिटीको बैठक चाहिँ बस्नका निम्ति त्यहाँ चाहिँ केन्द्रीय कमिटीका सदस्यहरूले चाहिँ भात खानका निम्ति फलानुले चाहिँ यसरी स्पोन्सर गरिदियो भन्ने त हुन्न अब हाम्रोमा त भयो नि पार्लियामेन्टको मेम्बरहरूको कुनै समितिको मिटिङमा एनजिओले खाजा लगिदिन्छ भनेपछि त भइरहेछ नि हाम्रोमा त खाजा मात्रै लगेन कि त्यहाँ तपाईँको कानुनमा चाहिँ संशोधन गर्नुपर्ने ड्राफ्टदेखि लिएर सुरुमा चाहिँ कस्तो खालको कानुन बनाउने भन्ने ड्राफ्ट पनि एनजिओ आइएनजिओका मेम्बरहरूले नै गरिदिइराखेका छन् यस्तै परिस्थितिले चाहिँ हामी झन् समस्यामा देख्यौँ हाम्रो मेन समस्या यहीँनिर छ क्या हेर्नुहोस् हाम्रो समस्या सानो सानो कुरामा छ हामी कुरा गर्छौँ ठुलो ठुलो कुराहरू के सिस्टममा आउने कुराहरूमा हामी गर्न खोजेका छैन कि हाम्रोमा यहाँनिर सर म एक ठाउँमा आउन खोजेँ जस्तो धेरैले चाहिँ तपाईँको अहिले पछिल्लो पटक त युक्रेनको चेतावनी दिइराखेका हुन्छन् अब हाम्रो देश चाहिँ युक्रेन बन्ने भयो के भू राजनीतिको चाहिँ चलखेल्ने गर्ने भनेर खासमा भू राजनीतिको चलखेल पनि यही अर्थतन्त्रका सूचकहरूसँग जोडेर यस्तै खालका कुरामा नै हुने रहेछ होइन एउटा तपाईँले पहिला पहिला सुन्नुभएको थियो नि पुराना वारहरू थाहा छ तपाईँलाई महाभारतको वार होइन रामायणको वार त्यो बेलाको स्टार्टिङ इस्यु भने चाहिँ कोही एउटा लेडिजबाट सुरु थियो याद गर्नुहोस् त्योभन्दा अगाडिको वारहरू पनि थियो ट्रोजन वारहरू ट्रोयहरू 10 वर्षसम्म गरेको थिए जति पनि वार छ काहीँ न काहीँ कुनै एउटा लेडीबाट सुरु भएको छ क्या हेर्नुहोस् तर अबको वार भनेको इकोनोमीबाट सुरु हुन्छ र अबको फ्युचर वार भन्ने पानीबाट सुरु छ क्या भनेको अल्टिमेटली इकोनोमी नै हो कि भनेपछि देखाउने कुरा उहाँहरूले हेर्ने कुरा हामीलाई जुन क्लासको भनेको मतलब धनी र गरिबको कुरा निकालेर होस् कि धर्मको कुरा निकालेर होस् कि जातको कुरा निकालेर होस् कि अल्टिमेटली यो इकोनोमीमै आएर जोडिन्छ र यहीँनेरिबाट वार सुरु हुने हो आइदर डोमेस्टिक भाइलेन्स अर इन्टरनेसनली कन्ट्री टु कन्ट्रीको कुराहरू हेर्ने हो भने त्यसरी जान सक्छ नागरिकहरूलाई डिभाइड गर्ने त्यही रुल गर्ने अब हामी त यस्तो सिचुएसनमा छौँ कि इन्डिया र चाइना होइन यस्तो छ बिचमा अमेरिका जस्तो शक्तिशाली देश पनि हाम्रै ठाउँमा छ हामीले यहाँ वास्तवमा हाम्रो अब जुन डिप्लोमेटिक वे आउट हामीले एउटा राम्रो रिसर्च गरेर सच्याउनु पर्ने जरुरी छ कि तपाईँलाई एउटा सानो एक्जाम्पल दिन्छु कि मैले साउदी अरेबियाको प्रिन्स व्हाइट हाउस भिजिट आजभन्दा लगभग 1 महिना अगाडि मात्र गरे हो साउदीसँग अमेरिकाको कन्फ्लिक्ट थियो केही सर्टेन इस्युजमा भनेपछि ट्रम्पले उहाँलाई गाली गर्ने चान्स धेरै थियो
तर साउदी प्रिन्सले के गर्नुभयो, उहाँ जाने 1 हप्ता अगाडि उहाँहरूकै देशमा खेल्न आउने वर्ल्ड पपुलर फुटबल प्लेयर रोनाल्डोलाई चाहिँ ट्रम्पसँग भेट्ने इच्छा जाहेर गर्न लगाएर ट्रम्पको इन्भिटेसन आएर यति सौहार्दपूर्णमा स्पोर्ट्स डिप्लोम्याट्स युज गर्नुभयो उहाँले। त्यसले गर्दा उहाँहरूको कुनै पनि नराम्रो इस्युज भएन, सौहार्दपूर्ण वातावरणमा उहाँहरू ब्याक हुनुभयो क्या। एउटा इक्जाम्पल त्यो पनि छ। इन्डिया र चाइना यति धेरै पावरफुल छ, हेर्नुहोस् हामीसँग उनीहरू दुईजना झगडा पर्यो भने पनि नेपाल सकिन्छ, मिल्यो भने पनि नेपाल सकिन्छ कि। हामीले एउटा स्ट्यान्ड लिनुपर्छ क्या। अब चाहिँ हामी सबैको प्यारो हुन सक्दैन। कतिपयले त यो अमेरिकाको अहिले आर्थिक नीतिका कारण चीन र भारत चाहिँ मिल्ने परिस्थितिमा पुगे भनेर पनि विश्लेषण गर्छन्। हुन त हाम्रो त्यो लिपुलेको नाका जुन उनीहरूले प्रयोग गर्नका निम्ति त्रिदेशीय सहमति हुनुपर्नेमा 2वटा देशले मात्रै सहमति गरेर जसरी चाहिँ उपयोग गर्न खोजिरहेका छन् त्यहाँबाट पनि देखिन्छ। अब यो त कस्तो हुन्छ भन्दा ठुलोले सानोलाई सानो सानो कुरामा त पेलिरहेको हुन्छ। हामी देशमा धेरै बोल्न सक्दैन, बरु त्यसको सब्स्टिट्युटमा हामीलाई केही गरिदियो भनेर चाहिँ बोल्ने हो हामीले सिम्पल्ली, होइन। न हामी इन्डियासँग झगडा गर्न सक्छ, न हामी चाइनासँग गर्न सक्छ। किनभने अब त मान्छेको वार पनि होइन, टेक्नोलोजीको वार हुन थालिसक्यो, एआईबाट वार हुन थालिसक्यो। अब हामी त्यो कुरामा पछि लागेर भनौँ त छोड्नै पर्छ भन्ने मेरो आशय चाहिँ होइन, होइन। त्यो हाम्रो लिपुलेकको बारेमा हामीले छोड्नुपर्छ, अब बोल्नु हुँदैन भन्ने त होइन। तर त्यसलाई हामी साइन्टिफिकल्ली अथवा हाम्रो बेनिफिटमा कसरी ल्याउने त्यतातिर जानुपर्छ जस्तो लाग्छ। भनेको यसको चाहिँ तपाईँको निकास चाहिँ के हुन्छ त? जस्तो हाम्रो अर्थतन्त्रलाई पनि सुरक्षित बनाउने गरेर अगाडि बढ्ने बाटो चाहिँ के हुन्छ? तिमीहरू युज गरेर हामीलाई केही रोल देऊ न, होइन। त्यहाँ हाम्रो एउटा कुनै ट्याक्स मात्र उठाउने खालको पनि केही राखिदियो, होइन। र पानामा क्यानलको लागि त पानामाले गरेका छ नि, त्यही गरे हो नि एकदमै। आखिर अमेरिकाले बनाएको त्यो पानामा क्यानल हो, त्योभन्दा अगाडि फ्रान्सले बनाउनु खोज्यो, सकेन। यति धेरै लेबरहरू मऱ्यो त्यो बेलामा, त्यो सिस्टम सकेन। त्यो एउटा वास्तवमा 7औं आश्चर्यभन्दा नयाँ तरिकाले त्यो क्यानल डेभलप गराएको छ कि, नर्मल क्यानल छैन कि त्यो फेरि तपाईँले आजको दिनमा हेर्नुहोस्, त्यो क्यानलको कन्ट्र्याक्टर कुनै एउटा प्राइभेट कम्पनी, त्यो पनि हङकङ बेस्ड कम्पनीले हेर्छ। आज चाहिँ ट्रम्पले गर्दा अमेरिकन प्रडक्टहरूलाई चाहिँ फ्री गरेछ त्यहाँको। तर सबै त्यो बनाएर पानामा भन्ने कन्ट्री आज त्यो लेभलमा इकोनोमिकली पुग्नु भनेको मतलब त त्यो एउटा क्यानलको कन्ट्रिब्युसन हो नि। इन्डिया र चाइना वर्ल्डको, होइन, सेकेन्ड थर्ड यस्तो जुन यो टप 5 भित्र पर्ने 2टा इकोनोमीहरू छ, यिनीहरूको ट्रान्जेक्सनमा थोरै रोल हामीले खोज्न पाए त सिधै त कुरा। हामीलाई केही पनि चाहिँदैन नि। हामीलाई त्यहाँ कसले प्राइभेट सेक्टर, हाम्रो सोसाइटी कस्तो भयो भने प्राइभेट सेक्टर देख्नै नजाने, होइन। जसले पैसा कमाएको छ त्यसलाई हामी नेगेटिभली सोच्ने, होइन। त्यो हामीले मात्र सोचे होइन कि हाम्रो सोसाइटीले बच्चैदेखि त्यसरी नै गर्यो कि। तपाईँ इभन नेपाली मुभी हेर्नुहोस्, हिन्दी मुभी हेर्नुहोस्, होइन, फिल्ममा गएर हेर्नु न, कोही तपाईँ हिरो धनी भएको देख्नुभएको छैन। जो धनी हुन्छ त्यसलाई भिलेन भनेर देखाइन्छ कि। भनेको हाम्रो समाज त्यहीँबाट ड्राइभ हुँदै आइरहेछ कि। त्यही कुरा त साइकोलोजी छ नि, मेरो बच्चाहरूलाई, अरूको बच्चालाई त्यही कुरा ग्रो भइरहेछ कि। हामी के बुझ्छ, कोही धनी छ भनेपछि यसले त काहीँबाट लुट्यो कि काहीँ के गर्यो, हामी नेगेटिभ कुरा सोच्छौँ। लुट्यो कि लुट्यो नै भन्छौँ, लुट्यो नै भन्छौँ, सिधै भनिहाल्छौँ। दोस्रो कुरा, कोही पनि व्यापारीलाई अथवा बिजनेस गर्ने मान्छे जसले देशको लागि ट्याक्स तिरेको छ, रोजगारी जुन उनीहरूले क्रिएट गरिरहेको अवस्था छ, र व्यापार गर्दाखेरिको गलतलाई जेलमा हाल्नु हुँदैन कि फेरि। किनभने उसले मान्छे मारे होइन नि, उसलाई फाइनेन्सियली नै हामीले फाइन तिराउने हो कि। तर हाम्रो कानुन उल्टो छ, हेर्नुहोस्। हामी जेलमा हाल्ने कानुन छ, पैसा तिराउने कानुन कम छ, धरौटी एकदम सानो सानो अमाउन्टहरू मात्र छ। हामीले के गर्ने, जसले बिजनेस गर्दा बिजनेसबाट उसले धोकाधडी गर्यो देशको लागि भनेदेखि जेलमा हाल्नुभन्दा उसको फाइन यति ठुलो बनाउनु पर्यो कि उसलाई त्यहीँबाट उ डराओस्। किन उसलाई जेलभन्दा ठुलो पनिसमेन्ट पनि भयो, अर्थतन्त्रमा फाइदा पनि भयो। फाइदा पनि भयो। चाहिँ हाम्रा पोलिसी यसरी उल्टो भन्दै आएको छ कि। यो कुरा हामीले मात्र बनाएको होइन कि, किनभने जो हाम्रो सोसाइटीले नि आएको मान्छे जो ब्युरोक्रेसीमा बसेको छ उहाँहरूको मेन्टालिटी त्यही छ। उहाँहरू त्योभन्दा बाहिर निक्लेर सोच्नै सक्नुहुन्न, होइन। अनि कसरी हामीले हाम्रा पोलिसिजहरू चाहिँ
यो 21औं शताब्दीमा हुने खालका मोडर्न हुने खालका सोच्दैनौँ कि उहाँहरूले इजी वेमा छिटो छरितो पोलिसी बनायो भने उहाँको इम्पोर्टेन्स घट्छ क्या भोलिदेखि अनि करप्सनको बाटो पनि सिद्धिन्छ हो यस्तै लुप होलहरू चाहिँ हामीले यत्रो धेरै हामीले पार्लियामेन्ट मेम्बरहरू बनाएको छौँ उहाँहरूबाट त्यो कुराहरू चाहिँ सिस्टमेटिकली चेन्जेस गर्दै ल्याउनु पर्ने हो नागरिकमा जुन खालको निराशा छ आजको दिनमा भनेको यस्ता कुराहरूलाई अझ मेन ढङ्गले नागरिकले थाहा पायो भने त थप निराश हुने वातावरण बन्ने रहेछ होइन त जस्तो यो जेएनजीको आन्दोलन किन भयो भन्दाखेरि हामीले विकास गर्दै नगरेको त होइन नि गरेछ कि तर यो पोलिटिकल लिडर्सहरू र ब्युरोक्राट्सहरूले डेलिभरी गर्न सकेन कि एकदमै वास्तवमा भन्यो भने हामी हेर्नुहोस् न जङ्गबहादुरको पाला डेलिभरी गर्न खोज्दाखेरि पनि तपाईँको व्यक्तिले गरेको जस्तो गरेर पोस्टराइज गर्न खोज्यो हो त्यसले झन् ठुलो समस्या सिर्जना गर्छ हो एक्ज्याक्टली किन विकास मन पर्न सक्छ विकास त मन पराउने नै भयो तर कोही व्यक्तिको अनुहार नमन पर्दाखेरि फेरि समस्या देखिने भयो फेरि समस्या देखिने भएको कुरा यो हामी लास्ट 30-35 वर्षको तपाईँ ड्युरेसनमा डेभलपमेन्टलाई कम्पेयर गर्नु त धेरै राम्रो विकास भएको छ नि हाम्रोमा अझ 62 पछि चाहिँ धेरै नै परिवर्तन देखिन्छ कि यदि तपाईँ कम्पेरेटिभ एनालिसिस गर्ने शान्ति सम्झौता मार्फत सेफ ल्यान्डिङ भइसकेपछि धेरै अल्टिमेटली कहाँ गएर ठोकिन्छ भन्दा डेलिभरी कसले गर्ने हो भन्दा ब्युरोक्राट्सले होइन तपाईँ जुनसुकै पोलिटिकल नेताहरू जसलाई तपाईँ आज गाली गरिराख्नु भएको छ जनताले सबैले उहाँहरूसँग पनि भेट्नुहोस् त उहाँहरूले पनि देश नबनाऊ भनेको काहीँ पनि सुनेको छैन कि तर भन्दै पनि उहाँहरू कति कुरा कसैको कुरा सुनिदिने अनि उहाँहरूले पनि गलत कहाँ गर्नुहुन्छ भन्दाखेरि उहाँहरूको दैनिकीमा धेरै मान्छे चाहिँ बिचको मिडल म्यानहरूलाई स्पेस दिइदिनुहुन्छ कि उहाँहरूले गलत त्यहाँ गर्नुहुन्छ कि यो हामीले अघि नै कुरा गरे अनुसारको जस्तो राष्ट्र ब्याङ्कलाई चाहिँ आइएमएफले इन्फ्लुएन्स गरे जस्तै हाम्रो चाहिँ ब्युरोक्रेटिक प्रोसेसहरूलाई चाहिँ करप्सनले गाइड गर्यो एक्ज्याक्टली त्यो त देखादेख भइरहेछ अब यो सुधार चाहिँ कसरी सम्भव होला त अब यसलाई त हामीले नयाँ जस्तो हामी निर्वाचनको सम्मुखमा पनि छौँ अब होइन फागुन 21 गते निर्वाचन हुने कुरा छ नयाँ दलहरू एक खालले पुरै क्रान्तिकारी ढङ्गले चाहिँ होइन पुरा हामी यो देश बनाउने विगतमा भ्रष्टाचार गर्नेहरूलाई चाहिँ हामी पाता कस्छौँ हामी सुधार गर्छौँ देश विकास गर्छौँ भन्दै हुनुहुन्छ पुरानाहरूले चाहिँ होइन यो नयाँहरू आउने भए यिनीहरूले युक्रेन बनाउने भए अब हामी मिल्नुपर्छ भनेर पुराना ठुला दलहरू नै सबै तिनैवटा दल नै मिल्ने जस्तो खालको परिस्थिति पनि बन्दैछ उहाँहरू त्यो खालको छलफलमा पनि हुनुहुन्छ मलाई चाहिँ के लाग्छ भन्नुहुन्छ भने जुन 23-24 को आन्दोलन भएको थियो नि 25 गते नि एउटा नयाँ खालको गभर्मेन्ट आएर उनीहरूले इन्स्ट्यान्टली नयाँ काम सुरु गर्नुपर्थ्यो कि त्यस पछाडि पनि हामी पुरानै मान्छे खोज्यौँ कि अब जति पनि तपाईँले जुन जेएनजीले बनाएको सरकारको मान्छेहरू हेर्नुहोस् त नयाँ खालको मान्छेहरू हामीले खोजेनौँ कि फेरि यहाँ पनि हामी हाम्रो सोसाइटीले कसलाई एक्सेप्ट गरिरहेको छ अगाडिको गभर्मेन्टको भन्दा वर्स कन्डिसन देखियो हो यस अगाडि तपाईँको भ्रष्टाचार मुद्दा लाग्यो भनेदेखि मन्त्रीमा भएको बहाल भएको मान्छे पनि पदच्युत हुन्थ्यो उसले राजीनामा दिन्थ्यो वा उसलाई बर्खास्त गरिन्थ्यो अहिले तपाईँको भ्रष्टाचार मुद्दा लागेको मान्छे जसको मुद्दा विचारा दिन्छ त्यस्ता मान्छेहरूलाई चाहिँ तपाईँको मन्त्री परिषदमा राख्ने परिस्थिति बन्यो अब हेर्नुहोस् ल काहीँ केही भएको छैन कि तपाईँलाई झन् आश गर्ने ठाउँ सरकारबाट देखिएको छैन कि यो कुरा त कतै न कतै त वाच भइरहेछ नि कि जेएनजीहरू आउनु पर्थ्यो कि यहाँनिर उनीहरू जुन खालको मान्छेहरू थियो उनीहरू नै मन्त्री आएको भए उनीहरू नै प्रधानमन्त्री आएको भएदेखि र नयाँ थटमा उनीहरूले चलाउनु पर्थ्यो कि जे हुन्थ्यो रिक्स त्यहीँनिर देखिन्थ्यो क्या बरु देश एकपल्ट बन्थ्यो अथवा केही हुन्थ्यो निकास आउन सक्थ्यो कि जसरी संविधानमा क्षति गरिएको थियो कि संविधानको पूर्ण रूपमा क्षति गरेर अगाडि बढेको भए सजिलो उपाय थियो नि त्यो बेलामा त्यो हुने बित्तिकै 24 गते त्यो हुने बित्तिकै 25 गते चाहिँ आर्मीको कुनै ब्यारेकभित्र फेरि पार्लियामेन्ट चाहिँ कल गरेर सबलाई ल्याएर अनि संविधान नै हामीले एमेन्डमेन्ट गर्न लगाएर अनि नयाँ तरिकाले फर्म गर्न सके भए हुँदैन थिएन तर यहाँबाट त के बुझ्यो भन्नुहुन्छ भने यो आन्दोलन कसैले हाइज्याक गरिरहेछ भनेपछि यो संविधान के रहेछ कसैको लागि झनै राम्रो रहेछ बुझ्नु भने यहाँनिर बरु हामीले पो नेपाल र नेपालीका लागि चाहिँ भन्दा पनि अरूका लागि चाहिँ राम्रो रहेछ कि यो अहिले त त्यो मिनिङ आइरहेछ नि हामी त्यसरी बुझिरहेछ नि झन् यसैलाई सपोर्ट गर्नुको मिनिङ के त धेरै क्वेसन मार्कहरू छन् क्या अहिलेको अवस्थामा झन्
ज्ञानेश्वर, म अब हाम्रो यो ब्याङ्क तथा वित्तीय संस्थाहरूको गतिविधिको थोरै कुरा गर्न चाहे यहाँसँग कि बैङ्क तथा वित्तीय संस्थाहरूलाई चाहिँ तपाईँको नियमन गर्नका निम्ति राष्ट्र ब्याङ्कले काम गर्छ। त्यहाँ त्यति ठुलो चाहिँ सुविधा सम्पन्न संरचनाहरू छन्, विभागहरू छन्, थुप्रो महाशाखाहरू छन्, सबै काम पनि गरिराखेका जस्तो देखिन्छ। तर पनि ब्याङ्क तथा वित्तीय संस्थाहरूमा यति धेरै समस्या देखिन्छन् र ती समस्याहरूलाई चाहिँ ढाकछोप गर्दै मिलाउँदै अगाडि बढिरहेको देखिन्छ। भनेको एउटा संस्था चाहिँ कुनै कारणले खराब कन्डिसनमा पुग्यो र त्यो खराब चाहिँ उसको चाहिँ कन्डिसनलाई चाहिँ सुधार्नेतर्फ भन्दा पनि त्यसलाई छोपछाप बनाएर अर्को फेरि खराब कामका लागि चाहिँ प्रोत्साहित गर्ने काम गरेको जस्तो देखिन्छ। पछिल्लो समय चाहिँ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु ब्याङ्कको प्रमुख कार्यकारी अधिकृत, प्रभु ग्रुपका अध्यक्ष लगायतलाई चाहिँ तपाईँको चाहिँ एरेस्ट गरेर चाहिँ एउटा प्रकरणमा छानबिन गर्दाखेरि यी कुराहरू छरपष्टै ढङ्गले आइराखेको छ। कतिपयले चाहिँ राष्ट्र ब्याङ्कले नियमन गरेर सुझाव दिएको कुरालाई पनि इम्प्लिमेन्ट गरेन उसले भन्ने पनि छ, र कतिपयले चाहिँ होइन त्यहाँ पनि स्वार्थका कुराहरू भए, राष्ट्र ब्याङ्कका कर्मचारीका चाहिँ कोही आफन्तलाई जागिर लगाइदिने, कहाँ के गरिदिने, तपाईँको अन्डर टेबल काम गरेर चाहिँ त्यस्तो परिस्थिति सिर्जना गर्यो भन्ने खालका टिप्पणीहरू पनि देखिन्छन्। त्यो घटना तपाईँले पनि हेरिराख्नु भएको छ? हेरिराखेको छ सर। के बुझिरहनु भएको छ तपाईँले यसमा? अब यसमा चाहिँ हामीले कसरी बुझ्नुपर्छ भने नि सुरुकै प्रब्लम कहाँनिरबाट आउँछ भन्नुहुन्छ भने, हजुर, हामी गभर्नरको अपोइन्टमेन्ट कुनै एउटा पोलिटिकल पार्टीको मान्छे कार्यकर्ता नि हामीले गरेका छौँ अहिलेसम्म एकदमै है, पहिला कुरा। अनि त्यो पोलिटिकल पार्टीलाई चाहिँ इलेक्सनको टाइममा डोनेसन उनीहरूले नि फेरि यो ब्याङ्क तथा पिसिएस संस्थाको साउहरूले नि गराएको छ कि। हेर्नु यहाँ दुइटै कुरा छ। भन्छ जो रेगुलेटरी बोर्ड छ ऊभन्दा पावरफुल चाहिँ कुनै एउटा इन्स्टिट्युसन्सका बोर्ड अफ डिरेक्टरदेखि लिएर त्यहाँको सेयर होल्डर्सहरू छ कि। पहिला कुरा चाहिँ राष्ट्र ब्याङ्कले त्यो कारणले पनि राम्रोसँग हेर्न सकेका छैन। जुन कुरा तपाईँले भन्नुभयो कि राष्ट्र ब्याङ्कले दिएका सल्लाह सुझाव नमानेर यो अवस्थामा आयो, यो भन्न राष्ट्र ब्याङ्कलाई सुहाउँदैन कि, किनभने उसले मानेन भनेदेखि उसले डाइरेक्टली म्यानेजमेन्ट आफूले टेक ओभर गर्न मिल्छ कि, त्यो अभ्यास पनि छ त्यो गर्न सक्छ कि उसले। एकदमै कुनै बेला कुनै गभर्नर नेपालमा हुँदाखेरि, नेपालमै हुनुभएको कुनै गभर्नर थोरै टाइम बस्दाखेरि पनि उहाँले सानो म्यानेजमेन्टको जुन बोर्ड अफ डिरेक्टरको इलेक्सनमा सानो कन्फ्लिक्ट हुँदा पनि उहाँले म्यानेजमेन्ट टेक ओभर गरे अवस्था देखिया हो क्या हामीले। तर आज किन गर्न सकिँदैन त? होइन, यो त पुरा सिधा राष्ट्र ब्याङ्कको कमजोरी हो नि त। आफ्नो कमजोरी लुकाउनलाई फेरि अर्कोलाई दोष थुपार्न त मिल्दैन नि। यसमा सरासर राष्ट्र ब्याङ्कको कमजोरी छ यहाँनिर हेर्नुहोस् होइन। पछिल्लो समयमा अब केही यस्ता केसेसहरू पनि छन्। अब जस्तो तपाईँले देखिहाल्नु होला कुनै एउटा कमर्सियल ब्याङ्क चाहिँ सङ्कटग्रस्त भनेर चारतिरबाट हेर्दाखेरि राष्ट्र ब्याङ्कले चाहिँ त्यस्तो छैन भनेर भन्ने अवस्था आउँदाखेरि चाहिँ राष्ट्र ब्याङ्कले यो छैन भन्यो, मिडियामा यो छैन भनेर पब्लिस गराउनु भन्नुको मतलब तपाईँ खराब हुनुहुन्न भनेदेखि तपाईँ खराब होइन मैले भन्नुपर्छ र? खराब हो भने पो मैले खराब छैन भनेर बोल्ने हो नि। एकदमै आखिर राष्ट्र ब्याङ्कले इन्डाइरेक्टली त बोलेको थियो नि त। आज त्यसको रिजल्ट त देखिरहेछ नि कुनै अर्को कमर्सियल ब्याङ्कमा, होइन र? पहिला कुरा हेर्नुहोस्, भन्न खोजा यहाँ त जताततै मिलेमा त देखिनु भने अल्टिमेटली। र अर्को तपाईँले के पनि कुरा गर्नुभयो भन्दाखेरि यो एक्जिक्युटिभ लेभलभन्दा माथिको मान्छेहरूको प्रत्येक धेरै जसो स्टाफको उनीहरूका 5-7 जना चाहिँ जागिर लगाइदिएको अवस्था छ। अनि ब्याङ्कहरू ओभर स्टाफिङको मारमा छ। कस्ट घटाउने कुरा छैन, रेगुलेसन यस्तो छ, अनि के गर्ने? त्यो भएपछि लगानीकर्तालाई नाफा पनि छैन होइन। आजसम्म तपाईँ देख्नु फेरि अर्को इन्ट्रेस्टिङ कस्तो देखिन्छ भन्नुहुन्छ भने प्रत्येक क्वार्टरमा यति धेरै प्रफिट आयो भनेर ठुलो ठुलो ब्यानर न्युज आएको तपाईँले देख्नुभएको छ। अनि त्यत्रो न्युज आउँछ भने खोइ त आजसम्म 10% पनि डेभिडेन्ड बाँड्न सक्दैन त तिनीहरू। कहाँ जान्छ त त्यो पैसा? त्यो लेभलको ग्रस प्रफिट कमाउनेले त नेट प्रफिट पनि त सर्टेन होला नि त। एकदमै खोइ त हामीले त व्यवहारमा देखेकै छैन। अनि किन हामी न्युज लेखिरहेछ कि यो लेभलको यति नम्बर 1 भयो, यो नम्बर 2 भयो? हाम्रो देखिएको नम्बर 1 नम्बर 2 टप 5 भित्रका ब्याङ्कहरूको डेभिडेन्ड अवस्था हेर्नुहोस् कस्तो छ। छैन नि त। भन्न खोजेको काहीँ न काहीँ हामीले क्वेसन गर्ने ठाउँहरू राष्ट्र ब्याङ्कमा पनि छ र ब्याङ्कहरूमा पनि छ। क्वेसन चाहिँ भइ नै राखेको छ, नभएको पनि होइन। जस्तो कुनै समय पारदर्शिताको नमुना
पेश गर्नु पर्यो र उदाहरण दिनु पर्यो भनेदेखि ब्याङ्क तथा वित्तीय संस्था हुन् भन्ने गरिन्थ्यो थियो हो। हामीले चाहिँ एन्टी करप्सन मुभमेन्टमा काम गर्दाखेरि पनि हामी यस्ता ती मुभमेन्टमा काहीँ चाहिँ तर्कहरू गर्दाखेरि तथ्यहरू पेश गर्दाखेरि चाहिँ हामी ब्याङ्क तथा वित्तीय संस्थाको उदाहरण दिन्थ्यौँ। तर अहिले यो पछिल्लो 4-5 वर्षदेखि अलिक मसिनो ढङ्गले म पनि हेर्न बुझ्न खोज्दैछु कि सबैभन्दा बढी भ्रष्टाचार हुने चाहिँ क्षेत्र चाहिँ यही ब्याङ्क तथा वित्तीय संस्था हो कि जस्तो मलाई चाहिँ लाग्न थालेको छ। तपाईँ चाहिँ यो अर्थतन्त्रकै जानकार भएको कारणले तपाईँ चाहिँ लेख्ने पढ्ने पढाउने होइन सबै यहीसँग रिलेटेड काम गर्ने भएको कारणले तपाईँ के देख्नुहुन्छ? त्यस्तै वर्स कन्डिसन हो? तपाईँलाई हामी सोचौँ न, ब्याङ्कर्सहरू भन्नेको ब्याङ्किङ सेक्टरमा कति पैसा इन्भेस्टमेन्ट छ त्यहाँबाट जाउँ न हामी। हजुर होइन र, उनीहरूले नेपाली करेन्सीमा 600 देखि 700 बिलियन नेपाली पैसा होइन र उनीहरूको हो, यति पैसा त हुने। तर ब्याङ्कमा फेरि हामी जनताको पैसा कति छ? यहाँ त 4400 बिलियन भन्दा बढी छ नि त। फेरि भन्न खोज्या यो त कस्तो ठाउँ देखियो भन्दाखेरि जनताको पैसा हो, आफ्नो केही पनि नजाने। इभन आफ्नो कम्पनीको क्यालेन्डर छाप्ने बेलामा पनि ब्याङ्कबाटको बिलमा जान्छ कि तपाईँलाई, त्यतिसम्मका करप्सनहरू पनि छन्। अडिटर आयो भने एउटा स्याम्पल देखाइदिने त हुने, 1 लाख क्यालेन्डर छाप्यो, सब जनतामा गयो, यही हो स्याम्पल। अडिटरले पनि के भेट्छ र? यस्ता ठाउँ थुप्रै छ, देश विदेश घुम्नुपर्ने कुराहरूदेखि लिएर सबैकै इच एन्ड एभ्री एस्पेक्टमा केही न केही सबै ठाउँ क्वेसन गर्ने ठाउँ छ। र उहाँहरू पनि अब सुध्रिनु पर्ने जरुरी छ क्या। जनतालाई थाहा छैन हामीले जे गर्दा पनि हुन्थ्यो भनेर जसरी पोलिटिसियनहरूले सोच्दाखेरि यो अवस्था आयो नि, ब्याङ्कर्सहरूले पनि आदि त्यही सोच्दै गयो भनेदेखि चाहिँ यसको नतिजा चाहिँ नराम्रो हुनसक्छ। उहाँहरू सुध्रिनु एकदमै जरुरी छ। कतिसम्मको परिस्थिति रहेछ भन्दा प्रमुख ब्याङ्कको विषयमा म आफैले एउटा बाइलाइन न्युज लेखाएको थिएँ दैनिकीमा। प्रमुख कार्यकारी अधिकृत र त्यो ब्याङ्कका अध्यक्ष पूर्व अध्यक्षको चाहिँ केही व्यक्तिगत कमजोरी र उहाँहरूले ब्याङ्कमै गरेको केही फ्रड चाहिँ तपाईँको लुकाउनका निम्ति करोडौँ पैसा चाहिँ तपाईँको मिडियामा लगानी गराएछ। त्यसपछि तपाईँले मिडियाले अघि नै यहाँले भने जस्तै यति करोड नाफा भयो, यति अर्ब नाफा गऱ्यो भनेर तपाईँको क्वार्टरली उसको न्युज चाहिँ लेख्छ। त्यसपछि त्यहाँभित्रको बदमासी जुन विषयमा चाहिँ खबरदारी गर्नुपर्ने हो, जुन उसको सामाजिक उत्तरदायित्व पनि हो, त्यो विषयमा चाहिँ छैन। मैले अघि हामी इन्फर्मल्ली कुरा गर्दा पनि भनेको थिएँ, अहिले झन् मिडियाले खबरदारी गर्नुपर्ने ठाउँमा झन् हामी यो डिसिओ चाहिँ यो ह्यान्डसम होइन, यो खालको डिपार्टमेन्ट हेड चाहिँ यो यति यो खालको राम्रो अथवा यति राम्री ब्युटिफुल, यसरी पर्सनलाइज न्युजहरू पनि आउन थाल्यो कि आर्थिक मिडियाको सेक्टरमा लेख्ने साथीभाइहरू जो हुनुहुन्छ उहाँहरूले त्यो लेभलमा पनि नगर्नु भएको हुन्थ्यो। किनभने त्यसले गर्दा के भयो भन्नुहुन्छ भने उहाँहरूलाई त बेनिफिट भयो होला, भ्रष्टाचारमै साझेदारी हो, तर भ्रष्टाचारमा त साझेदारी भयो, कोही साधारण जनता त मारमा पर्यो नि। र ब्याङ्कको पनि कुरा हेर्नुहुन्छ भने अहिले ब्याङ्कको खाता कति छ? 5 करोड नागिसक्यो लगभग। हेर्नुहोस्, तर यसको मतलब यो डेटा देखाएर चाहिँ हामीले ब्याङ्कमा चाहिँ जनताको पहुँच पुग्यो भन्न मिल्छ र? तर तपाईँ हेर्नुहोस् त, ल लोन लिने लोन अकाउन्ट चाहिँ कति छ त ब्याङ्कमा? 20 लाख पनि त पुगिसकेको छैन। भनेपछि हाम्रो टोटल पपुलेसनको कति पर्सेन्ट चाहिँ वास्तवमा के भन्छ ब्याङ्किङ सेक्टरसँग उनीहरू जानकार रहेछ त भन्ने कुरा त त्यो डेटा हेर्न सकिन्छ नि। लोन लिने पनि सबैले तपाईँको त्यहाँ भएको चाहिँ प्रोभिजन पढेर लोन लिन हस्ताक्षर मात्रै गर्छ। उसलाई चाहेको पैसा हुन्छ, हस्ताक्षर गर्छ, त्यहाँ लेखेको टर्म्स एन्ड कन्डिसन त्यसमा पनि फेरि हेर्नुहोस्, त्यसमा पनि फेरि लगभग 1-1.5 लाख जति त ब्ल्याक लिस्टेडै भइसकेको छ। अब को लोन लिने? फेरि गाह्रो सिचुएसन भइसक्यो क्या। हेर्नुहोस्, अनि हामी अर्थतन्त्र कसरी हामी रिभाइभ हुने भन्ने। फेरि वित्तीय साक्षरताका नाउँमा हरेक वर्ष चाहिँ तपाईँको करोडौँ पैसा चाहिँ छकिराखेको हुन्छ राष्ट्र ब्याङ्क, अरू ब्याङ्क तथा वित्तीय संस्थाहरूले पनि। अब तपाईँले आजसम्म वित्तीय साक्षरता भनेर चाहिँ त्यो फेयर मान्छेहरू भन्दाखेरि पनि आफ्नै लिङ्कै आफ्नै फ्यामिलीकै मान्छेहरूलाई 1-2 ठाउँ दिएर फोटो खिच्ने कामदेखि बाहेक के भएको छ र तपाईँलाई? के कुनै होटलमा सेमिनार हुने हो? होइन भने रियल स्कुलमा प्रत्येक स्कुल पुगेको छ र? छैन। प्रत्येक कलेजमा पुगेको छ र? प्रत्येक जुन सरकारी कलेज दूर दराजका कलेजेसहरूमा पुगेको छ र? आफूले यसो लिङ्क भएका 4-5वटा कलेजमा गयो, फोटो खिच्यो, अनि उनीहरूलाई जब कि ती कलेजका त्यो बच्चाहरूलाई चाहिँ पहिले वित्तीय साक्षरता छ, जहाँ पुग्नुपर्ने टार्गेटेड कस्टमर कहाँ हो त हाम्रो, त्यो कुरा हामीले गरेछ र? हाम्रो मोनिटरी पोलिसी इम्प्लिमेन्टेसन कम हुनुको एउटा रिजन भनेको तराई भेगमा आइसी चल्नु भन्नु पनि हो नि त।
इन्डियन करेन्सीको जुन हामी ट्रान्जेक्सन गर्नु पनि एउटा हो नि, हामी त्यो सेक्टरमा गएर गर्ने हो नि त वित्तीय साक्षरता। काठमाडौँमा होइन नि, काठमाडौँ त फुल्ली मोनिटाइज इकोनोमी भइसक्यो नि। अब एकदमै आज तपाईँले क्यास 1 रुपियाँ नबोक्दाखेरि पनि तपाईँ भोकै फर्किनु पर्दैन, तर त्यो ठाउँमा त पर्छ नि फेरि दिनुपर्ने कहाँ त्यहाँ छैन। हामी काठमाडौँभन्दा बाहिर नेपालले सोचिरहेको छैनौँ कि हाम्रो गलत त्यहाँ छ। न राष्ट्र ब्याङ्कले सोच्यो, न कमर्सियल ब्याङ्कले सोच्यो, न अरू कसैले सोच्यो। जस्तो यो वित्तीय साक्षरताको कुरालाई चाहिँ भनेको थप प्रभावकारी बनाउनलाई अहिले पनि अब कामै नभएको होइन, अलिअलि गरेको जस्तो त देखिन्छ। सञ्चार माध्यमहरूबाट पनि वित्तीय साक्षरताका लागि तपाईँको चाहिँ साताव्यापी रूपमा काम गरेको देखिन्छ र कतिपय ब्याङ्कहरूले त वर्षभरि नै विभिन्न नामका कार्यक्रमहरू गराएको देखिन्छ। वित्तीय साक्षरताका लागि भनेर चाहिँ ब्याङ्कले क्याम्पेनिङ गरेको हुनाछ, कुचुलेर सडकमा बढाएर निस्किराखेका हुन्छ ब्याङ्कहरू। कुचु किन्ने, टी सर्ट किन्ने, टोपी किन्ने, प्रभात फेरी गर्ने होइन, साक्षरताको नाममा चाहिँ त्यता खर्च गरिरहेको जस्तो देखिन्छ होइन। भनेको सही बाटोमा लगेर चाहिँ साँच्चै नै ब्याङ्क सिकाउने पढाउनेतिर चाहिँ ध्यान देखिएन। भनेको हामी के पाठ्यक्रममा नै समेटेर, विद्यालय स्तरको पाठ्यक्रममा नै समेटेर जाँदाखेरि चाहिँ राम्रो हो। छ नि हामीसँग हेर्नु न, जस्तो सिलेबसमा पनि नेपाल सरकारको सेकेन्डरी स्कुल लेभल एजुकेसन हजुर एउटा स्थानीय सब्जेक्ट भनेर राखेको छ कि हेर्नुहोस्। त्यो सब्जेक्टमा के लेखाएको छ भन्नुहुन्छ भनेदेखि कतिवटा गाउँपालिका नगरपालिकाको तपाईँ सिलेबस हेर्नुभयो, त्यो बुकहरू हेर्नुभयो भने मेयरको जीवनी बढाइछ कि सर। त हामी के गरिरहेछ कि हामीले उपमेयरको जीवनी पढाइरहेछ, अनि त्यही पार्टीको अलिक ठुलो नेता हुन्छ नि त्यहाँको, उनीहरूको जीवनी पढाइरहेछ कि हामी सही ट्र्याकमा गरिरहेछ। त्यस्ता ठाउँहरू थिए नि त हाम्रा, त्यो नगरपालिकामा भएका पर्यटनका क्षेत्रहरू थियो होला, त्यो नगरपालिकामा भएका ब्याङ्किङ सेक्टर यसरी गर्नुपर्ने केही इन्फर्मेटिभ केही कुरा इन्फर्मेसनमा राख्नुपर्थ्यो होला, त्यो नगरपालिकाभित्रका प्राइमरी सेक्टर अथवा एग्रिकल्चर के हुन सक्थ्यो होला, त्यो कुराहरूको बारेमा लेख्नुपर्ने थियो होला। हेर्नु त कसले सिलेबस बनाउँछ, कसले गरिराखेको छ, कसैलाई यहाँ देशप्रतिको माया देखिरहनु भएको छ? अनि यो संस्थाप्रतिको माया पनि भएन कि सबैले आफ्नो आफ्नो संस्थाप्रतिको माया साँच्चीकै ढङ्गले दर्शाउने हो भनेदेखि त देश त यसै बन्थ्यो। त्यही भने एकजनाको पनि हामी हुन्छ नि, हामीलाई एकजना कसैलाई गाली गर्नुभन्दा नि प्रत्येक नागरिक त्यसको भागीदार छ जस्तो लाग्छ मलाई। इभन इन्डाइरेक्टली डाइरेक्टली हामी पनि होला नि, हामी नबोलेको पनि हुनसक्छ नि कति ठाउँमा। हजुर होइन न, पहिला कुरा हाम्रोमा चाहिने नचाहिने खालका हाम्रा जुन एक्टिभिटिजहरू छ क्या, झन् हामी जस्तो यो लोवर मिडल क्लासहरूलाई त के हुन्छ भन्दाखेरि हायर मिडल क्लास बन्नुपर्ने हुन्छ, हेर्नुहोस् गर्न सक्दैन, देखाउनु पर्ने कुरा धेरै छ, आम्दानीभन्दा धेरै खर्च बढिरहेको हुन्छ होइन, इन्कम सोर्स छैन होइन। आज तपाईँलाई यत्रो धेरै पार्टी चाहिएको हो कि हामीलाई चाहिँ कुनै साना साना स्टार्टअप चाहिएको हो त धेरै। कोही पार्टीले सोच्यो यसबारेमा, कोही पार्टीले हामी सामूहिक रूपमा हामी यो गरेर के गर्छु भन्ने खालको केही प्लानिङ बनाएको छ? के पनि छैन। कुनै नयाँ पार्टीसँग 20 वर्ष हामीले सरकार चलायो भने यो देशलाई यहाँसम्म पुर्याउँछु भन्ने रिटर्न डकुमेन्ट छ आजसम्म? के पनि छैन। गफ एकजनाले आएर गफ दिएर कहीँ हुन्छ? ठ्याक्कै एक वाक्यमा हामी नेपाल बनाउँछौँ, देश बनाउने चाहिँ अब हामीले हो। तर देश कसरी बन्छ त? तपाईँ युएईको युएई क्याबिनेट भन्ने एउटा डकुमेन्ट छ, हेर्नुहोस् 150 वर्ष पछाडि युएई कहाँ पुग्छ भनेर उसले लेखाएको छ क्या आजसम्म। तर हामी 20 वर्षको जुन ठुला नेता भनिरहेछ अथवा नयाँ पार्टी जसलाई हामी विश्वास गरिरहेछ, उनीहरूसँग एउटा 20 वर्षको प्लान पनि छैन कि, र उनीहरू लेख्नलाई अहिलेसम्म पनि यो तत्पर पनि भएको अवस्था देखिँदैन। हाम्रो सरकारले पञ्चवर्षीय योजना मार्फत बनाउने योजनाभन्दा बाहेक हाम्रो त अरू कुनै पनि छैन नि। यहाँ प्रत्येक पार्टीसँग हुनुपर्थ्यो, अनि पो हामी भोट हाल्ने नि उहाँहरूलाई। प्रत्येक पार्टीसँग 20 इयर्स प्लान हुनुपर्छ कि, अनि त्यो प्लान पढ्नु पऱ्यो। एउटा एकाडेमिक मान्छे पनि त छ नि त हाम्रो सोसाइटीमा, सबै भाइरल हुनु खोजे मात्र त होइन नि, त्यो मान्छेले हेरेर विश्वास गर्थ्यो। तर त्यस्तो मान्छेहरूको चाहिँ फेरि के हुन्छ, लङ टर्ममा मात्र उनीहरूले इम्प्याक्ट हेर्छ कि, किनभने राम्रो कुरा चाँडो फैलिँदैन नि, नराम्रो भए त सब ठाउँबाट फैलिहाल्छ। हामीले यति धेरै यो कुरा गरिराख्दाखेरि मैले यसअगाडि केही वर्ष अगाडि यहाँसँग कुरा गरेको विषयको याद आयो कि यहाँले त्यो बेलामा अर्थतन्त्र चाहिँ एकदमै वर्स्ट कन्डिसनमा गएको बेलामा हामी कुरा गरिरहेका थियौँ।
दुईवटा कुरा यहाँले भन्नुभएको थियो, यो चाहिँ अर्थतन्त्र यसै गरी बिग्रिँदै गयो भनेदेखि हाम्रा नागरिकहरू हुन त अहिले पनि माइग्रेसनको अवस्था हेर्दाखेरि डर लाग्दै देखिन्छ। अघि नै हामीले क्यापिटल फ्लाइटको कुरा गरिरहेका छौँ, स्टुडेन्टका नाममा होस् वा अन्य हिसाबमा भयङ्कर बढी नै राखेको छ भनेको अर्को 10 वर्षमा चाहिँ यो चाहिँ सहरहरू चाहिँ भूत बङ्गाला हुन्छ र यदि खाडीले चाहिँ केही गरी पिआर दियो हाम्रा त्यहाँ काम गर्न गएका नेपालीहरूलाई भनेदेखि चाहिँ धेरै चाहिँ स्कुल कलेजै बन्द हुने परिस्थिति हुन्छ भन्ने चाहिँ यहाँले चाहिँ भन्नुभएको थियो। धेरै पनि भएको छ। त्यसलाई के तपाईँ रिभ्यू गर्न चाहनुहुन्छ? होइन, वास्तवमा त्यो देखिन्छ पनि। हेर्नुहोस्, आज पनि तपाईँ डेटामा हेर्नुहोस् न, 5 लाखभन्दा बढी घरहरूमा एकजना पनि मान्छे बस्दैन। दुःख लाग्छ नि, होइन र? 2024 को लिभिङ स्ट्यान्डर्ड सर्वे हेर्नुहोस् त, 20% पिपुल चाहिँ लाइज बिलो द पोभर्टी लाइन, भनेको मतलब गरिबीको रेखा मुनि छ। गरिबीको रेखा मुनि नेपालले चाहिँ 1.25 भन्छ र वर्ल्ड ब्याङ्क स्ट्यान्डर्ड चाहिँ $1.9 स्ट्यान्डर्ड मान्छ कि। ल $1.9मै तपाईँले हिसाब गर्नुभयो भने पनि नेपालीमा कन्भर्ट गर्दा कति भएर 200-250 रुपियाँ पनि पुगेन। हेर्नुहोस्, ल 300 रुपियाँले 2 छाक खान पुग्छ? सोचौँ त कति दर्दनाक अवस्था छ। भनेको 20% भनेको टोटल पपुलेसनमा हेर्ने हो भने लगभग 60 लाख हुन्छ कि। एकदमै 60 लाखमा आधा मान्छेले खायो भने मात्र पनि 2 छाक खायो भने पनि म्हणजे प्रत्येक रात 30 लाख मान्छे त भोकै सुत्ने रहेछ नि हाम्रो देशमा। डेटाबाट हेर्ने हो भने यदि गभर्मेन्टकै अफिसियल डेटाबाटै होइन, CBSकै डेटा तपाईँ पल्टाउनुहोस्, त्यो त ट्रुथ हो नि। एकदम सरकार बनाइसक्ने भन्ने बित्तिकै देशलाई अर्को बनाउँछु भन्दा पनि पहिला त 2 छाक खान पाउनुपर्छ कि पर्दैन कुनै नागरिकले? हामीले हेर्ने त्यहाँ हो नि, त्यतातिर कसैले पनि डेटामा हेऱ्यो भने त लाखौँ मान्छे अहिले पनि 1 छाक मात्रै खाएर 1 छाक भोकै सुतेका छ नि। हेर्नुहोस् न तपाईँ, त्यसका सब्स्टिट्युटमा हामीले केही घरको रिठोक अथवा केही खाएको होला, त्यो आफ्नो ठाउँमा छ, तर तपाईँ राम्रोसँग हेर्नुहोस् त, होइन हामीले कति कन्जम्सन गरिरहेछ भन्ने कुरा। अब काठमाडौँकै कुरा गर्नुहुन्छ भने काठमाडौँमा 30 लाख पपुलेसन त हो नि यहाँको पपुलेसन त, तर 70 लाख मान्छे बस्छ। अब कोही दिनमा 5-7 लाख त काठमाडौँ भ्याली बाहिर आउने र जाने मात्र हुन्छ। तपाईँ नाकढुङ्गाको मात्र तपाईँ हेर्नुभयो भने डेटा तपाईँले त्यहाँ गएर हेर्नुभयो भने एक दिनमा 3500देखि 4000वटा गाडी इन्ट्री हुन्छ, एक्जिट पनि हुन्छ। त्यो नाकढुङ्गा मात्रै हो। हेर्नुहोस्, अरू बाँकी ठाउँबाट त कुरै नहुनुहोस्। यस्तो दर्दनाक अवस्था छ कि हामीसित, होइन? अब सरकारले विकासको कुरा गर्नुहुन्छ भने हामीले त्यस्तो खालको डेटा चाहिँ निकालेको खासै देखेन मैले। जस्तो पर क्यापिटा यो क्यापिटल एक्सपेन्डिचर जुन सरकारले विकास खर्च गरिरहेछ नि, त्यसमा तपाईँ एकजनाको नाममा चाहिँ कति गरेछ त विकास खर्च? हेरौँ न त। अब त्यसरी हेर्दाखेरि भन्दाखेरि अलिक अगाडिको डेटा हेर्ने हो भने $10 to $15 गर्दा गर्ने रहेछ क्या एक वर्षमा जम्मा। जस्तो एउटा रोड बनायो भने त्यो रोडमा को हिँड्छ, तिनीहरू एकजनाकोमा कति खर्च गर्यो भनेर तपाईँ निकाल्ने हो नि त। यो भने पर क्यापिटा क्यापिटल एक्सपेन्डिचर हामीले निकाल्ने हो भने $10 to $15 छौँ भनेपछि हामीले के कुरा गर्ने र यसमा? अब त्यो पनि अझ असमान छ भनेको, पहुँच हुनेहरूको ठाउँमा धेरै छ, अर्को ठाउँमा छँदैछ। यो त अब एभरेजिङ निकाल्दाखेरिको कुराहरू हो भनेपछि तपाईँ जताबाट पनि हेर्नुभयो भने भया लाग्छ। सबै नेगेटिभ कुरा सोचेर पनि भएन। पोजिटिभली हेर्दा केही कुराहरू राम्रा सेक्टरहरू पनि छ। पोजिटिभली सोचौँ। अब माइग्रेसनको तपाईँले कुरा गरिहाल्नुभयो। यो माइग्रेसन, यतिको माइग्रेसन चाहिँ बाहिर पनि हुन त हुने नै रहेछ, तर के थियो भन्दाखेरि प्रगतिको सूचक पनि हो। फेरि हो, प्रगतिको सूचक पनि हो, पछि आउँछ पनि भन्ने कुराहरू हुनसक्छ। तर हामीले गलत चाहिँ कहाँ गरेछ भन्दाखेरि सुरुमा पपुलेसन कन्ट्रोल भनेर जुन रिभ्यू गरिएन नि, हामीले जुन कुरा सुरुमै उठाएको थियो नि, यदि त्यो कुरालाई चाहिँ हामीले हाम्रा अलिक धेरै पपुलेसन भइदिएको थियो भने चाहिँ यतिको माइग्रेसन गरेर खासै फरक पर्ने थिएन कि। किनभने मार्केट रहिसक्यो, पपुलेसन भन्ने मार्केट हो। मार्केट हुने बित्तिकै हाम्रो यहाँ स्कुल चल्थ्यो, कलेज चल्थ्यो, होटल चल्थ्यो, रेस्टुरेन्ट चल्थ्यो, अथवा उत्पादनमूलक क्षेत्रमा पनि उसले बजार पाउँछु भन्थ्यो, उसले मार्केट देखेर पनि लगानी गर्ने भने त। अब हामीले पपुलेसन घटाउँदा हाम्रो पोलिसीहरूको चाहिँ समयानुकूल रिभ्यू नभएका कारणले गर्दाखेरि, जस्तो यही पपुलेसनकै कुरालाई मात्रै पनि हामीले मानक मान्ने हो भनेदेखि 2 सन्तान ईश्वरको वरदान भन्ने भयो
सोसाइटी त्यसैमा हिँड्यो हुँदा अहिले त तपाईँको एउटा सन्तानमा मान्छे नै गऱ्यो केही काम छैन घाम तापेर बसेको हुन्छ कम्तीमा अर्को एउटा सन्तान चाहिँ तपाईँको जन्माएर चाहिँ त्यसले हुर्काउनु पनि सक्थ्यो नि त यद्यपि गर्दैन उसले किन सोसाइटीमा 2वटा भन्दा बढी बच्चा भयो भने चाहिँ यो चाहिँ यसको चाहिँ अरू के छ भनेर उसको चाहिँ क्रिटिसाइज हुन्छ हो हुँदाहुँदै तपाईँलाई अर्को इन्ट्रेस्टिङ कुरा के छ भन्नुहुन्छ भने त्यो लोकल गभर्मेन्टहरू छ नि हजुर गाउँपालिका नगरपालिकाको बजेट तपाईँ पल्टाएर हेर्नुहोस् धेरैवटाकोमा अहिले पनि परिवार नियोजनमा बजेट छुट्याएको छ कि जबकि अहिले पपुलेसन बढाउनको लागि सन्तान जन्माउनको लागि चाहिँ बरु सरकारले बजेट हालिदिनु पर्ने हो हामी अहिले त्यो कुरा अहिलेसम्म रिभ्यू छैन तपाईँ बजेट पल्टाउनुहोस् धेरैवटा लोकल गभर्मेन्टको बजेटमा त्यो कुरा इन्क्लुड हामी 2015 सालमा 2019 सालमा बनेका कानुनहरू रिभ्यू नगरिकन त्यहीबाट समेत शासित छौँ अहिले अब हेर्नुहोस् यो हाम्रो विडम्बना हो अन्तिममा नि ज्ञानेन्द्र सर जस्तो पत्रकारितालाई यहाँले नजिकबाट हेरिराख्नु भएको छ पत्रकारिताको माध्यमबाट यहाँले आफूले जानेका कुराहरू पब्लिकसम्म राखी पनि राख्नु भएको छ अर्थतन्त्रको यो खालको अवस्थामा सुधार ल्याउनका निम्ति र बैंक तथा वित्तीय संस्थाहरूलाई थप पारदर्शी बनाउनका निम्ति यिनीहरूलाई थप उत्तरदायी बनाउनका निम्ति पत्रकारिताले खेल्नुपर्ने भूमिका चाहिँ के हो जस्तो लाग्छ पहिला कुरा चाहिँ के भने पत्रकार र ब्याङ्कर्सहरूको दोस्ती चाहिँ हुनु हुँदैन कि पहिला कुरा किनभने उहाँहरूले त गल्ती देखाइदिने मान्छे हो नि हो प्रोफेसनली है मैले इन्डिभिजुअली रिलेसन हुनु दोस्ती झगडै गरेर हिँड्नु भन्न खोजे होइन प्रोफेसनली पनि दोस्ती हुनु हुँदैन कि होइन त्यो कुरा चाहिँ जहिले पनि राख्नुपर्छ पत्रकारको धर्म हुन्छ र ब्याङ्कहरूले पनि साना साना उसमा चाहिँ हुन्छ नि पत्रकारितामा चाहिँ हामी कुनै पैसाको कारणले आडमा हामी यो कुरा चेन्ज गरिदिन सक्छु भन्ने खालको कुराहरू चाहिँ उहाँहरूको मेन्टालिटी हटाएर इमान्दारीका साथ तपाईँहरू जस्तै त्यस टाइम त लाग्छ हेर्नुहोस् राम्रो कुरामा होइन तपाईँहरू जसरी लागिराख्नु भएको छ नि सबै सेक्टर सुधार्न भनेर अब राम्रो काम गर्ने मान्छेले दुःख पाउँछ हेर्नुहोस् पहिला कुरा चाहिँ तर दुःख पाइए पनि नछोडिकन तपाईँहरू यसलाई अगाडि बढ्दै जानुभयो भने पक्का पनि हामी अगाडि बढ्न सक्छौँ र ब्याङ्कसँगको ब्याङ्कले हुने जुन खालको ब्याङ्कमा हुने करप्सन्सहरू थियो ब्याङ्कमा हुने जुन लिकेजेसहरू छ होइन कति कुरा उहाँहरूले नजानेर पनि भएको होला कति कुरा जानी पनि उहाँहरूले गरिराख्नु भएको होला कति कुरा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला इन्टरनेसनल प्र्याक्टिसमा होइन त्यो धेरै कुराहरूबाट जानको लागि र अनि ब्याङ्किङ साक्षरता चाहिँ सबैतिर पुगोस् र ब्याङ्कमा पनि कस्तो छ भन्दाखेरि जुन उहाँहरू स्टाफहरू हुनुहुन्छ नि उहाँहरू आफ्नो लजिक कहिले पनि लगाउनुहुन्न कि त्यो चाहिँ कस्तो भने यो एउटा कुनै आर्मी र प्रहरीको जस्तो चेन अफ कमान्डको थ्रुबाट जे आयो त्यहाँभन्दा बाहिर उहाँहरू आफ्नो लजिक लगाएर जागिर खाने मात्रै गाली गर्न चाहिँ हामी मालपोतका कर्मचारीलाई भन्छौँ है 10 to 5 आयो हाजिर लगायो टाप बस्यो भने स्टाइलको माथिबाट जे आउँछ काम गर्यो सक्यो हो यहाँबाट उहाँहरूले पनि केही कुरा सिक्नुहोस् पढ्नुहोस् होइन त्यसरी गऱ्यो भने पक्का पनि सुध्रिन्छ जस्तो लाग्छ मलाई समय सम्वादका निम्ति यहाँलाई धेरै धेरै धन्यवाद हस् धन्यवाद मलाई धन्यवाद दर्शकवृन्द तपाईँलाई पनि यतिन्जेलसम्म अर्थतन्त्रका जानकार ज्ञानेन्द्र अधिकारीसँगको कुराकानी सुनिदिनु र हेरिदिनु भएकोमा आज हामीले अर्थतन्त्रका विभिन्न विषयमा विस्तृत ढङ्गले चर्चा परिचर्चा गऱ्यौँ भोलि पुनः नयाँ विषय र पात्रका साथ उपस्थित हुनेछौँ त्यतिन्जेलसम्मका लागि हामी सम्पूर्णलाई बिदा दिनुहोस् नमस्कार तपाईको सूचनाको साथी दैनिकी.com